साथीहरु, आज चाहिँ म तपाईलाई अलिकति मौरीको अपडेट दिन गइरहेको छु। मौरीले कस्तो काम गरिरहेछ, मौरीको कस्तो क्रियाकलापहरू छ है, अहिलेको मौसम कस्तो भइरहेको छ भन्ने विषयमा अलिकति जानकारी दिन गइरहेको छु। हजुरहरूले अन्तिमसम्म यो भिडियो हेरिदिनु होला र विशेष गरी हजुरहरू जतिजना पनि नयाँ हुनुहुन्छ भने हजुरहरूले अलिकति मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुस् ताकि हामीलाई इन्स्पायर मिल्नेछ र म तपाईलाई कन्टिन्यू अब मौरीको भिडियोहरू हाल्दै जानेछु, राम्रो कन्टेन्टहरू हाल्दै जानेछु, किनभने मौरीको पिक टाइम अहिले सिजन लागिसकेको छ। तपाईलाई म पुरा जानकारी दिनेछु र विशेष गरी अहिलेको मौसम चाहिँ एकदमै बेलुकाको समयमा हावाहुन्डी पानी आइरहेको छ र दिउँसो चाहिँ एकदमै राम्रो भइरहेको छ, क्लियर छ दिन, मौरीले कामहरू पनि राम्रो गरिरहेको छ। यतिखेर चाहिँ प्रशस्त मात्रामा पोलनहरू ओसार्ने कामहरू गरिरहेछ मौरीले, किनभने अहिले चाहिँ मकैको धान जमराहरू फुल्न थालेको छ। मकैको धान जमराबाट धेरै नै तपाईको कुटहरू ओसार्ने काम गर्छ मौरीले र रानीले प्रशस्त मात्रामा अन्डाहरू दिन्छ। जति कुट भयो उति रानीले अन्डा दिने हो, किनभने बच्चाहरूलाई खुवाउनु पर्ने हुन्छ कुट है। तपाईको अब यो मे 20 तारिक 25 तारिकसम्म चाहिँ यसले खालि कुटहरू ओसार्ने काम गर्छ, अलिअलि रस ल्याउँछ। रानीले बेसी अन्डा दिन्छ र मौरी फैल्याउने काम गर्छ है, आफ्नो जनसङ्ख्या फैलाउने काम गर्छ। र अब मे 25 तारिकदेखि उता चाहिँ लागेपछि चाहिँ यिनीहरू खालि यो चाहिँ रसपट्टि ध्यान दिन्छ र यसले खालि पुष्परसहरू ओसार्ने काम गर्छ र तपाईको मह बनाउने काम गर्छ। हनी फ्लो सिजन हो है त्यतिखेर चाहिँ। अहिले चाहिँ यो हनी फ्लो सिजन भइहालेको छैन, किनभने रसहरू अहिले फुलिहालेको छैन। चिराउने सिरिसहरू फुल्न लागेको छ, फुलि चाहिँ हालेको छैन, अझै हप्ता दिन 10 दिन लाग्छ। र यिनीहरूले अहिले चाहिँ खालि कुटहरू ओसार्ने काम मात्रै गरिरहेको छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ एकदमै दिउँसोको समय हो है, 11 बजीको समयमा एकदमै बेसी मात्रामा घाम लागेको छ र बेसी घाम लागेको बेलामा मौरीले त्यति काम गर्न सक्दैन र बिहान र बेलुका चाहिँ बेसी काम गर्छ मौरीले। बेसी मात्रामा चाहिँ बिहान काम गर्छ मौरीले, किनभने शीतल हुन्छ बिहान, र दिउँसो चाहिँ यिनीहरूले कम्ती मात्रामा तिनीहरूको फ्लो हुन्छ मौरीको है, चलपल बेसी हुँदैन र कम्ती मात्रामै काम गर्छ यिनीहरूले। र दिउँसो चाहिँ यिनीहरूलाई पुरा गर्मी भयो भने यसरी बाहिर आएर है भेन्टिलेसनमा यसको प्रवेशद्वारमा आएर यसरी यसले पङ्खा दिने काम पनि गर्छ। पङ्खा दिएर है यसले चाहिँ भित्र चाहिँ शीतल पठाउने कामहरू पनि गर्छ। यहाँ तपाईँले देख्नुहुँदैछ छेउमा मौरीहरू बसेर पुरै पङ्खा चलाइरहेको छ र यिनीहरूलाई पुरा गर्मी भएको छ। र गर्मीको समयमा पनि मौरीलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ अगाडिको प्रवेशद्वार छ यो चाहिँ अलिक ठुलो बनाइदिनुपर्छ र माथिको भेन्टिलेसनहरू सबै ओपन गरिदिनुपर्छ है। तपाईँले गोबरहरूले टाल्नु भएको छ भने त्यो सबै उकाइदिनुपर्छ ताकि हावाभित्र पसोस् है। र यहाँ अगाडि प्रवेशद्वारमा चाहिँ मेन हो, ठुलो प्रवेशद्वार हुनुपर्छ। यसो गर्दा चाहिँ मौरीलाई भित्र शीतल मिल्छ र मौरीले राम्रो काम गर्न सक्छ। र अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ गर्मी समयमा चाहिँ हामीले है प्रवेशद्वारहरू सानो बनाइदिउँ, भेन्टिलेसनहरू बन्द गरेको छौँ भन्दा चाहिँ मौरीले मह लाउँदैन, यति चाहिँ याद गर्नुहोस्। र एकदमै यतिखेर चाहिँ तपाईँको प्रवेशद्वारहरू ठुलो खोलिदिनु पर्यो, भेन्टिलेसन ओपन गरिदिनु पर्यो। यिनीहरूलाई शीतल राम्रोसँग मिल्यो है भने, यिनीहरूको वातावरण ठिक भयो भने चाहिँ यिनीहरूले मह पनि मजाले लाउँछ, काम पनि मजाले गर्छ है। र तपाईँलाई अब आउने दिनमा अरू भिडियोमा पनि म जानकारी दिँदै जानेछु। आजलाई चाहिँ यति नै, र तपाईँहरूले है मलाई कमेन्टहरू गरेर सोध्न सक्नुहुन्छ है। तपाईँहरूलाई लागेको, मनमा लागेको कुनै जिज्ञासाहरू छ भने है, क्वेसन सोध्नु छ भने चाहिँ तपाईँले मलाई अलिकति कमेन्ट गरिदिनु भयो भने म रिप्लाई दिनेछु भन्दै हजुरहरूको माझबाट म बिदा हुन चाहन्छु। धन्यवाद।